हेलो एभ्रिवान सो यो चाहिँ इम्पोर्टेन्ट कुरा म भन्न गइरहेको छु म चाहिँ गान्तोकमा छु र अहिले चाहिँ टिआरा बाई आरसिपिके ज्वेलर्सबाट चाहिँ ओपनिङ हुँदैछ गान्तोक वेस्ट पोइन्ट मलमा यो चाहिँ वेस्ट पोइन्ट मल हो र 10 तारिक अक्टोबर चाहिँ 10 अक्टोबरमा चाहिँ ओपनिङ हुँदैछ र एकदम दामी बनाएको रहेछ है हेर्नुहोस् है मैले फर्स्ट टाइम गान्तोक त छोडिदिनु सिक्किममा फर्स्ट टाइम यस्तो राम्रो ज्वेलरी स्टोर देखेको बाहिरकोहरू जस्तै मजाको बनाएको रहेछ है यो चाहिँ मैले 2 दिन अगाडिको भिडियो हो यो चाहिँ डल्लै सेट भइसकेको छ अलमोस्ट सबै रेडी भइसकेको छ अब 10th चाहिँ आउँदाखेरि चाहिँ तपाईँले डल्लै सुन चाँदी डायमन्ड सबै सेट भएको देख्न सक्नुहुन्छ एक्जिबिसन हुनेवाला छ त आउनुहोस् होला हिन्दी बोली पठाउँछु बिच बिचमा बेसी अनि त्यही हो आउनुहोस् होला भिजिट गर्नुहोस् होला अनि मजाले एक्जिबिसनमा आफ्नो दिदी बहिनी छोरी छोरा सबजना लिएर बुढी आमा सबजना लिएर आउनु होला हेर्नु एकदमै राम्रो बनाएको रहेछ है हेर्नुहोस् बस्ने जग्गा पनि छ मजाले प्रपर बाहिरतिर कस्तो हुन्छ त्यस्तै बनाएको रहेछ र अर्को इम्पोर्टेन्ट न्युज चाहिँ के हो भन्दाखेरि चाहिँ मिस्टर सिक्किम मिसेस सिक्किम है मिस टिन सिक्किम सबै हुनेवाला छ अब त्यसको अडिसन चाहिँ झन्डै लडे त्यसको अडिसन चाहिँ अब 12 तारिक अम्बा रेजेन्सीमा हुनेवाला छ गान्तोकमा त्यसको लागि पनि आउनु सक्नुहुनेछ जो इन्ट्रेस्टेड हुनुहुन्छ प्याजेन्टहरूमा ब्युटी प्याजेन्टहरूमा है र त्यति हो यो चाहिँ आउनुहोस् भन्दै थिएँ मैले बसेर र त्यति होस् अब 10 तारिक चाहिँ ओपनिङ हुनेवाला छ आउनुहोस् होला बाई त्यसको बादमा चाहिँ हामी जाँदैछु म मेरो मामा र बडी चाहिँ हामी रेनक जाँदैछ गुरुङ गुम्पामा त्यहाँ हाम्रो पूजा भाकल थियो र हामी चाहिँ त्यहाँ पूजा गर्न जाँदैछौँ यस्तो लामो बाटो थियो 4 घन्टाको बाटोमा चाहिँ हामी त्यहाँ पुग्यो र म त बाटोभरि निदाइछु र निदाएर उठ्दाखेरि चाहिँ यस्तो डरलाग्दो भर्खर उठेको जस्तै पार्काले देखिरहेको छु र यसरी प्रे गरी हामी पुग्ने बित्तिकै गुम्पामा किनकि हामी जुन चाहिँ मङ्क भेट्नु आएको थियो उहाँ चाहिँ बाहिर जानुभएको थियो रहेछ अन्त आउनु हुँदैछ भनेर चाहिँ भन्नुभयो अन्त हामी चाहिँ पर्खिँदै हामी प्रे गर्दै थियो हामी त जस्तो हामी पूजा गरिसकेर बाहिर जाँदाखेरि त हामीलाई याद थिएन नि त लामाहरू सानो सानो लामाहरू पनि हुनुहुन्छ भनेर चाहिँ अनि त्यति बेला याद हुँदाखेरि हामीले केही नलगी गएको थियो खालि चढाउने कुराहरू मात्रै बोकेर गएको थियो अनि चाहिँ म चाहिँ बाहिर गएँ मिठाई सिठाई किन्नु नानीहरूलाई अनि चाहिँ म मिठाई किनेर आएँ यहाँ चाहिँ तपाईँहरूले पनि सघाउनु मन छ भने चाहिँ सघाउनु हुनु सक्ने रहेछ है अनि यस्तो मजाले राखेको रहेछ नानीहरूलाई हुनु चाहिँ 8 जना मात्रै थियो नानीहरू र उनीहरूको बारेमा बुझ्यो हामीले कहाँबाट आएको कस्तो के कसो भनेर सबै अन्त एकदम डिसिप्लिन्ड है एकदम राम्रो प्रकारले राख्नु भइरहेको थियो अनि उनीहरूलाई चाहिँ जङ्क फुडहरू त्यस्तो अलाउड छैन रहेछ कोही बेला मात्रै दिनुहुन्छ अरे अन्त मैले त्यही कोही बेला अब नानीहरू है कति खानु मनपर्छ भनेर चाहिँ मैले त्यस्तो हल्का फुल्का जङ्क फुड विच आई डोन्ट थिङ्क इज गुड फर देम तर पनि मैले हल्का अब कोही बेला कस्तो खानु मनपर्छ नि नानीहरू अनि त्यसले गर्दा चाहिँ हल्का जङ्क फुड लगेर गएको थिएँ नानीहरू देखेर कति माया लाग्यो अनि के भन्छ उनीहरू कति डिसिप्लिन के हो एकदम डिसिप्लिनमा बस्ने खाने उठ्ने हिँड्ने सब कुरा अनि यो चाहिँ उनीहरूको बेडरुम थियो कति कस्तो मलाई हस्टेल लाइफ याद आएको नि अनि कति डिसिप्लिन थियो है उनीहरूको बेडरुम चाहिँ यस्तो रहेछ सबैजना कति मिलेर बसेको हुनु चाहिँ 8 जना मात्रै थियो तर अब कति मिलेर बसेको के यस्तो सबैजनाले एकअर्कालाई रेस्पेक्ट गर्ने एकदम ज्ञानी नानीहरू है उनीहरूले खाना खानु अगाडि यसरी प्रे गर्दो रहेछ कि कति मजाले गरेको नि कि अनि हामीले पनि त्यहाँ बसेर चिया खायौँ अन्त उनीहरू खाना खाइन्जेलसम्म हामी बात मार्यो बसेर नानीहरूको के कसोहरू भनेर अन्त डोनेटहरू गर्नु सक्छ सक्दैन यो सबै बातहरू मार्यौँ हामी वाइ टाइम आफ्नो लागि लिएर आएको नि त मलाई चाहिँ यस्तो गर्नु यस्तो इच्छा छ स्पोन्सर गर्नु क्या गाई स्पोन्सर गराइ कोले गर्नु ला म त कस्तो सादा पो देख्दैछ त आज अनि मङ्क आउनुभएको थियो त्यति बेलासम्म त्यहाँदेखि मङ्क आएर मङ्कसँग बात मार्यो हामी मजाले भेट्यो बात मार्यो गुरुजीसँग अनि बात मारिसकेर चाहिँ हामी यहाँ छिमी बाल्नु गयो यो चाहिँ घिउको छिमी हो अन्त म र मामाले 10-10वटा म मामा बडीले 10-10वटा छिमी बाल्यो अनि प्रे गर्यो अनि प्रे गरेर चाहिँ हामी कहाँ गयो देखाउँछ है यहाँ चाहिँ नानीहरू पढ्ने क्लास रहेछ अनि कति डिसिप्लिनमा पढ्दै थियो उनीहरू अन्त टक्कै ब्रेकमा हामीले यसरी मैले भिडियो बनाएको नि सबैजना कति क्युट बक्खु पनि कस्तो मजाले लगाएको के हाई
बल्लले सबै कुरा गरिसकेर चाहिँ हामी गुम्पाको भित्र पसेर चाहिँ पूजा गऱ्यौँ र यहाँ चाहिँ म त्यही थ्याङ्क यू भन्दै थिएँ सबै कुरा जिन्दगीमा दिनुभएकोमा र एउटा कुरा म भन्न चाहन्छु कि यु सुड अलवेज बी थ्याङ्कफुल है गडसम्म कि जे पनि छ लाइफमा आफूलाई खानु बस्नु लाउनु सबै पुगिरहेछ त्यसको लागि चाहिँ थ्याङ्कफुल हुनुपर्छ अनि जहिले पनि मागिरहनु हुँदैन भगवान्लाई हामी माग्छ मात्रै त जहिले पनि बेसी है यो गरिदिनु अरे त्यो गरिदिनु अरे यो अरे त्यो तर जति पनि भगवान्ले देख्छ त्यसमा चाहिँ कहिले थ्याङ्कफुल हुँदैन मान्छेहरू है त्यसले गर्दाखेरि चाहिँ थ्याङ्कफुल हुनुपर्छ र जहिले पनि खुसी बस्नु जति छ जेमा किनकि हामी त यतिको भए पनि प्रिभिलेज्ड पो कति मान्छेहरूको त के लाउनु के खानु केही ठेगानै हुँदैन त्यसले गर्दाखेरि चाहिँ आफू पनि हेल्पिङ ह्यान्ड हुनु जति मान्छेलाई दिनुसक्छ आफ्नोबाट है जति पनि हामीले हेल्प गर्न सक्छ गर्नु निडी वान्सहरूलाई मतलब आफूलाई पनि हुन्छ तर मैले चाहिँ के बुझेको छु भने हामीले जति हेल्प गर्छ नि त्यति हामीले ब्लेसिङ्स पाउँदो रहेछ भनेर चाहिँ मैले बुझेको छु र प्रेयरमा चाहिँ जहिले पनि माग्नु मात्रै होइन उयो पनि गर्नुपर्छ थ्याङ्कफुल पनि हुनुपर्छ है त र हामीले छु खायो र अनि हामी गयो त्यहाँबाट हामी चाहिँ लमपोखरी आएको त्यहाँबाट पूजासुजा गरेर यहाँ चाहिँ हामी त्यही पोखरा घुम्न आएको थियौँ यहाँ चाहिँ सुप राख्दैन अरे किनकि मान्छेले एक प्लेट मोमो के हुन्छ हौ एक प्लेट मोमो मगाएर 10 बेला सुप खान्छ ओहो मलाई त उसको पो याद आयो नि हौ अन्त ऐसा भनेर कि ये क्या है मोमो भनेर ये है सूप अरे ये कितने का है भनेर मोमो ये 80 रुपियाँ का है भनेर होइन पहिलाको पुरानो टाइममा 80 रुपियाँ प्लेट पाउँदाखेरि अन्त ये चाहिँ सूप ये मोमो के साथ फ्री मिलेगा ये दीजिए भने यहाँ त स्वान उयो हेर्नु न कत्रो ठुल्ठुलो माछा होला नि त त्यही भएर खाना दिन्छ होला कि आफै बाँच्यो हामीले ल्याएर दिँदा हुन्थ्यो त नि है हामी चाहिँ तालमा आइरहेछ यति बेसी माछा रहेछ यत्रो माछा देखि यत्रो माछा रहेछ रहेछ हामी यहाँ वक गर्दै जाँदैछु जिप लाइन पनि रहेछ अनि बोटिङ गर्नु पनि सक्छ तपाईँहरू तर हामी बोटिङ गर्ने नगर्ने प्लान त्यस्तो छैन अनि जिप लाइन चाहिँ आज बन्द रहेछ है मेरो बडी र ममा चाहिँ जानुहुँदैछ अनि यो चाहिँ म त्यसै फेसबुकमा हाल्नुको लागि बनाएको नि गरम भयो सिट हो म चाहिँ मलाई त मेरो क्यामेरा बिग्रेछ पो सोचेँ किनकि अहिले झरेको थियो नि त अनि चाहिँ हामी चाहिँ यहाँबाट आधी बाटोदेखि फर्किँदैछ किन भन्दाखेरि ममाले आफ्नो फोरै त्यहाँ अघि हामी मोमो खाने जग्गामा छोडेछ अन्त कल गर्दै कलै उठेको छैन अनि जाँदैछ हतार कति क्युट ल्यानु कस्तो मजाको है त्यही त कस्तो मजाको कलर सो फिटी ऱ्याबिट जस्तो देख्दो रहेछ उपरबाट त म त ऱ्याबिट पो सोचेको सो फिटी यु वान्ट डु अ मेडिक्योर पेडिक्योर हात हेर न बाई बाई कम टु थाइल्यान्ड स्वादिखा कति छिटो सक्यो है मलाई दिनु दिस इज पफ्ड राइस अब देख्न अलिक मजाले हाल क्या दामी अगाडि नि त अब त ऊ क्या मजाले खाँदैछ हाँसले खाइसक्यो मागुर हेर न कत्रो सक्यो नि ऊपर भर्खर आउँदैछ यो माछाहरू चाहिँ हेर
यत्रो ड्याममै थियो होइन डल्लै खाइसक्यो होइन मागुर देखेर सबै पऱ्यो म त यत्रो त गर्दा गोल्डन फिश जाउँ लेट्स गो सो प्रिटी कलर कहाँ गया वो वाइट कलर का एक था कुछ तो था कहीं तो था कस्तो दामी बिरालो लानु मन पर्यो हौ ये सब मछली है ये छोटा छोटा भी अभी खाएको नो कस्तो दामी माछा भन्नु न अघि त वाइट कलरको हेर्न कस्तो स्टाइलिस स्टाइलिस माछाहरू रहेछ यो फेरि ब्ल्याक र उयो रहेछ गोल्डन आमा माछा त के हो यो कस्तो ठुलो ठुलोहरू पनि रहेछ हौ ल भाइ गयौँ ल पोखरा अब चाहिँ घर तरफ घर गएको अब हिँड्दैछ मामा भेट्यो घर तरफ दादा लेट्स गो लेट त अहिले लेट